हेर केटाहरू दम छ भने मलाई ट्याग गरेर देखाउ ल। हेलो सबैजनालाई, वेलकम टु विक्रम ब्लग 6 एन्ड 75 डेज च्यालेन्जमा। आज बिहान मलाई उठ्न एकदम गाह्रो भएको थियो। तपाईँहरूको दिन राम्रो होस् र पशुपतिनाथले सबैको रक्षा गरून्। आज म पशुपतिको नजिक जाँदैछु र सुरु गरौँ मेरो कहानी। अब आज बिहान मेरो अलार्म चाहिँ मेरो 4 बजेको थियो, तर म 4 बजे उठ्न सकिनँ। तर एउटा मेरो मन र दिमागले चाहिँ सुत भन्दै थियो भने एकातिर मेरो आज च्यालेन्ज 8 डेको छ भन्ने थियो। 75 डेजमा म कसरी पुरा गर्छु भन्ने थियो। तर एकातिर मनले सुत जस्तो लागिरहेको थियो, दिमागमा त्यही सुत्नु मात्र आइरहेको थियो। कम्तीमा मलाई 3 चोटि अलार्म बज्यो। एउटा मेरो 4 बजे छ, एउटा 4:05 को छ, एउटा 4:15 को छ र एउटा 4:20 को छ। म अलार्म मार्दै सुत्दैछु। मलाई थाहा छ तर जानुपर्छ, तर मनले चाहिँ र दिमागले सुत भनिरहेको थियो। जबरजस्तीले पछि म उठे। म हिँड्दाखेरि पनि जुत्ता लाउने बेला नजाउँ जस्तो लागिरहेको थियो। आज नगए के हुन्छ र भन्ने यस्तो खालको मेरो दिमागमा कुरा आइरहेको थियो। तर मैले जबरजस्ती जुत्ता हालेँ। मुख नधोइकन म गएको छु। ल हेर्नुहोस् मेरो मुख धोइन, कपालहरू बाटिन, यत्तिको कपाललाई क्याप हाले हिँडिदिएँ। जब रोडमा गएँ मेरो अलि फ्रेस भयो र त्यहाँबाट म गल्लीबाट आफ्नो हुँदै पुरानो बाटो हुँदै म निस्केर आएँ। जब मलाई बाहिरको शान्त वातावरणमा जाँदा मलाई थाहा भयो कि अब मलाई आनन्द भइरहेको, अब म दौड्न सक्छु। तर पनि मेरो शरीरले लेजी फिल गरिरहेको थियो। म आफैलाई लेजी जस्तो भइरहेको थियो। अनि एकातिर हेर्छु त मान्छेहरू आइरहेका थिए बाटोमा। मान्छे थियो, एउटा अर्को पनि केटा साथी दौडिरहेको थियो। मैले सोचेँ कि यसरी मैले भ्लग बनाउँदा के सोच्ला, साला यो त हेर न एउटा भिडियो बनाएर हाल्दैछ भन्ने लाग्छ कि भनेर मैले नमानिकन, मैले डरलाई राखिकन मैले भ्लग बनाएँ। यस्ता दिमागमा आइरहेका थिए क्वेसन, अरूले देख्छ कि भन्ने कुरा। तर मैले नबुलिकन पनि बनाएर अहिले घरमा आएर मैले यो आवाज दिँदैछु। अब कहानी सुरु। साँच्चै आज होइन 2 दिन चाहिँ ग्याप भएको छ मेरो। किन भन्दाखेरि बिहान म आउने बेला चाहिँ अलिअलि पानी लाग्ने भएको कारणले गर्दा म ग्याप भएको हो होइन। न त म मेरो 75 डेको म हरेक बेला आउँछु क्या। आज चाहिँ म नयाँ रोडमा जाँदैछु। यहाँबाट पशुपति हुन्छ, पशुपति दर्शन पनि हेरिन्छ। तपाईँहरू सबैजना सब्सक्राइब गरिदिनु होला है। यो मेरो आजको डे 8। अब खासै मलाई भन्न चाहिँ आउँदैन, भन्ने भए त म भनिहाल्थेँ। पनि आज चाहिँ लामो यात्रा छ। रुममा म काठमा पनि छ। तपाईहरूले सुन्नुभयो होला, त्यसमा मेरो अलिकति आवाज कमाएको छ। र म जुन नयाँ ठाउँमा गएको थिएँ त्यहाँ जाँदा मलाई अर्कै फिल भइरहेको थियो। म रोडमा हेर्दै थिएँ, यताउति गाडी आइरहेको थियो, त्यही पनि मैले भिडियो बनाउन छोडेन के। हातमा समय राखेँ अनि परसम्म पुग्दासम्म पनि बनाइरहेको थिएँ। ल हेर्नुहोस्, यता जङ्गल एउटा रातिको समय छ, त्यही पनि म गइरहेको छु के। म एक्लै छु के, फेरि मेरो ज्यानको पनि डर छ मलाई। तर मैले यताउति हेरेँ, नाइट मैले यो गर्नुपर्छ। जहाँ गएर यताउति गरेर हेरेँ, ल हेर्नुहोस् जङ्गल पछाडि पुरै भाग म एक्लै छु। तर पनि मलाई आनन्द फिल भइरहेको यहाँ। हेर्नु त म कति मजाले, कति रोमाञ्चक भइरहेको छु के। त्यो म एकचोटिको निद्राले होइन नउठेको भए म अहिले मेरो 8 डेज कम्प्लिट हुने थिएन के। वाह माई गॉड, मजा छ। आई होप म राम्रो लागिरहेको मलाई मेरो बिहानको। ल म चाहिँ ठाउँमा आएको छु है यो ठाउँ। तर मेरो समस्या चाहिँ के भइरहेको भने भ्युज बढिरहेको है। तपाईँहरूले मलाई भ्युजको समस्या गर्नु है। भ्युज नआएको कारणले गर्दा म चाहिँ आकाशे पुलमा चढिसकेँ। वाउ, यहाँ पार्क रहेछ यार, भित्र जानुपर्ने रहेछ। पार्क छ पुरै होइन। वाउ, यहाँ कसरी जानुपर्ने, पुरै पार्क छ यता। वाउ, म आकाशे पुलमा बस्छु गाइज है। ओहो ल काठमाडौँभरि हेर्नुहोस् है तपाईँहरू सबैजना। ल
उता पशुपति जय पशुपतिनाथ, जय पशुपतिनाथ। मेरो भिडियो सब्सक्राइब गर्ने मान्छेलाई सदैव रक्षा गर्नु। मलाई भन्दा पनि मेरो भिडियो हेर्ने मान्छेको जो कुरा पनि राम्रो होस्, सब्सक्राइब गर्ने मान्छेलाई राम्रो होस् है। मेरोमा लाइक कमेन्ट गर्ने मान्छेलाई कहिले पनि दुःख कष्ट नदिनु है भगवान्। मलाई दिनु भयो होइन, यत्तिकै अरूलाई पनि नदिनु होला। म चाहिँ छु अहिले काठमाडौँ हिँड्ने ठाउँमा। हस्, धन्यवाद सबैजनालाई। अब यत्तिकै हो मेरो आजको यात्रा। ल, सब्सक्राइब गरिदिनु होला। गरिसकेपछि र मेरो सबै एक्सर्साइजहरू गरिसकेपछि मैले चाहिँ त्यसपछि मैले पुसअप सेटअपहरू हान्न थालेँ, जसमा चाहिँ मैले आज सेटअप पुसअपहरू चाहिँ 30वटा हानेको थिएँ। यो भिडियोमा हेर्न चाहनु सक्नुहुन्छ, म चाहिँ उसमा सर्टमा हाल्छु। अब आजको एक्सर्साइजहरू यति नै हो। सबैजनाले सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद। सब्सक्राइब फर माई च्यानल 75 डेज च्यालेन्ज। मलाई 1000वटा फ्लोर्स चाहियो।